नेपालको नमस्ते। आज हामी नेपालको राजनीतिमा जेएनजी आन्दोलन भनेर चिनिएको घटनाबारे अलि गहिरिएर कुरा गर्दैछौँ। हामीसँग एउटा यस्तो स्रोत छ जो आन्दोलनको भित्रै थिए, एकजना कार्यकर्ताको अन्तर्वार्ताको अंश। यसले हामीलाई सडकको कोलाहलदेखि लिएर बन्द कोठाभित्र सरकार बनाउने दौडधुपसम्मको यात्रामा लैजान्छ। हो, र यो स्रोतको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेकै यसले हल्ला र यथार्थलाई छुट्याइदिन्छ। राजनीतिक विश्लेषणमा अक्सर छुट्ने मानवीय र भावनात्मक तहलाई यसले समातेको छ। मतलब आन्दोलनकारीको व्यक्तिगत अनुभवले त्यो बेलाको राजनीतिक उथलपुथललाई बुझ्न एउटा नयाँ दृष्टिकोण दिन्छ। त्यसो भए सुरु गरौँ त्यही सडकबाट जहाँ यो सबै सुरु भयो। स्रोतमा उल्लेख गरिएको त्यो दिनको दृश्य साँच्चै डरलाग्दो छ। ती कार्यकर्ताले आफ्नै आँखा अगाडि साथीहरूलाई गोली लागेर ढलेको देखे। उनी भन्छन्, जताततै रगत थियो, तर ज्यानको माया मारेर मैले 20-22 जना घाइतेलाई बोकेर अस्पताल पुर्याए। यो त कल्पना बाहिरको कुरा हो। र अर्को कुरा के भने प्रहरीले गल्ली गल्लीभित्र लुकेका मानिसलाई समेत छानेर गोली र अश्रु ग्यास हानिरहेको थियो रे। यसले के देखाउँछ भने यो सामान्य प्रदर्शन थिएन, यो एक किसिमको युद्ध जस्तै थियो युवाहरूका लागि। उनीहरू आफ्नो ज्यान दाउमा राखेर सडकमा थिए। हो, अनि यही बिन्दुमा कुरा झनै गम्भीर बन्छ। यति ठूलो मूल्य चुकाइरहेका युवाहरूलाई जब सरकारले आतंककारी र विदेशी एजेन्टको आरोप लगायो, उनीहरूलाई कस्तो महसुस भयो होला? यो उनीहरूका लागि अपमान मात्र थिएन, यो त उनीहरूको बलिदानको खिल्ली उडाउनु जस्तै थियो। जब तपाईँ देशकै लागि लडिरहेको ठान्नुहुन्छ र देशकै सरकारले तपाईँलाई देशद्रोही देख्छ, त्यसले आक्रोशलाई झनै बढाउँछ। यहीँबाट विदेशी षड्यन्त्रको हल्लाले ठाउँ पायो, होइन त? हो, बिल्कुल। बाहिर त बालेन शाहले पर्दा पछाडिबाट सबै चलाइरहेका छन् भन्ने हल्ला थियो, वा कुनै विदेशी शक्तिले पैसा खन्याएको छ भन्ने चर्चा व्यापक थियो। तर स्रोतले त पुरै फरक कथा भन्छ नि। एकदमै फरक। ती कार्यकर्ताका अनुसार यो आन्दोलनमा कुनै बाहिरी हात थिएन। यो विशुद्ध भ्रष्टाचार विरुद्धको युवाहरूको स्वतःस्फूर्त आक्रोश थियो। उनीहरूले बालेनको टिमलाई सम्पर्क गर्न खोज्दा त फोन अफ थियो रे। बरु उताबाट यो तिमीहरूको जिम्मेवारी हो, आफै गर भन्ने जवाफ आयो। यसले त बाहिरी शक्तिको हल्लालाई ठाडै नकार्छ। मतलब स्थापित शक्तिले जनआक्रोशलाई स्वीकार्नुको सट्टा बाहिरी दुश्मन खोज्ने जुन पुरानो चलन छ, यहाँ पनि त्यही भयो। हो, यो एउटा क्लासिक उदाहरण हो। जब प्रणालीले आफ्नै नागरिकको आवाज सुन्दैन, तब षड्यन्त्रको सिद्धान्त रच्छ। यो आफैलाई बचाउने एउटा तरिका हो। र यो कुरा पछि प्रधानमन्त्री छान्ने प्रक्रियामा पनि देखिन्छ। सुशीला कार्कीको नाम कुनै विदेशीले वा बालेनले दिएको होइन रहेछ। हो, अब कुरा गरौँ त्यो सबैभन्दा नाटकीय क्षणको। सरकार ढल्यो र त्यसपछि सेनाको मुख्यालयभित्र देशको भावी प्रधानमन्त्री को बन्ने भनेर छलफल चल्यो। यो त कुनै फिल्मको कथा जस्तो लाग्छ। हो नि। कुनै नेता नभएको अनुभवहीन युवाहरूको समूहले कसरी यति ठूलो निर्णय लियो होला? यो साँच्चै रोचक छ। स्रोतका अनुसार उनीहरू आफै अलमलमा थिए। पहिले सुमना श्रेष्ठलाई प्रस्ताव लगेछन्, तर उनी दलीय राजनीतिमा भएकाले मानिनन्। त्यसपछि धेरैजनाको नाममा छलफल भएछ। अन्तमा राजनीतिक दलभन्दा बाहिरकी स्वच्छ छवि भएकी र न्यायालयको नेतृत्व गरिसकेकी बलियो पात्रको रूपमा सुशीला कार्कीको नाममा सहमति जुटेको देखिन्छ। भनेपछि बाहिरबाट हेर्दा जे देखियो, भित्रको कथा त्योभन्दा धेरै अव्यवस्थित परिस्थितिजन्य रहेछ। यो कुनै सुनियोजित कु थिएन, बरु एउटा सङ्कटको घडीमा लिएको तत्कालको निर्णय। बिल्कुल, तर यसले उनीहरूको राजनीतिक अनुभवको कमी पनि देखाउँछ। एउटा देशको प्रधानमन्त्री छान्ने प्रक्रिया यति हतारमा र अनौपचारिक हुनु आफैमा एउटा जोखिम थियो, होइन र? यसले घटनाक्रमको स्वाभाविक विकासलाई देखाउँछ, तर त्यो विकास कति परिपक्व थियो भन्नेमा प्रश्न उठाउने ठाउँ दिन्छ। त्यसो भए यो सबै विश्लेषणबाट हामीले के बुझ्ने त? यो स्रोतले स्पष्ट पार्छ कि जेनजी आन्दोलन कुनै षड्यन्त्र थिएन, बरु युवाहरूको वास्तविक आक्रोशको विस्फोट थियो र उनीहरूले सत्ता हातमा आएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुनै तयारी गरेका थिएनन्। हो, र यसले हाम्रो लागि एउटा ठूलो प्रश्न छाडेर जान्छ। किन हाम्रो समाजमा सधैँ प्रत्यक्षदर्शीको अनुभव र तथ्यभन्दा षड्यन्त्रका कथाहरू बढी बिग्छन्? जब एउटा राजनीतिक प्रणालीले आफ्नै युवाको आवाजलाई विदेशीको चलखेल भनेर पन्छाउन खोज्छ, त्यसले हाम्रो राजनीतिक संस्कृतिको स्वास्थ्यबारे के सङ्केत गर्छ? यो कुराले सोच्न लगाउँछ।